रातभरिको अविरल वर्षाले बढेको माई खोलाको बाढी माथि सुगाबथानबाट बाँध फुटेर तल सडकबारी छेउको पनि बाँध फुटेको छ र यहाँदेखि मुनि एकदम अचानक रूपबाट चाहिँ यो बाढी बढ्दै गाउँ प्रवेश गरिरहेको छ। अब यो जोखिमपूर्ण भइसक्यो। यो झापा गाउँपालिका वडा नम्बर 2 को मुख्य गरेर कुवाडी, सिमलबाडी, सडकबारी, त्यस पछाडि तल सालमारा यहाँ हेर्न सक्नुहुन्छ। यसरी बृहत रूपमा चाहिँ बाढी बढेर गाउँतिर प्रवेश गरिरहेको छ। यो भर्खरै 1 घन्टा अगाडिबाट चाहिँ यहाँ पानी विशाल रूपमा प्रवेश गर्दैछ। गाउँ पूर्ण रूपमा जोखिम हुने अवस्थामा छ। अब यो छेउैको घरहरू हेर्न सक्नुहुन्छ तपाईँले। यो घरबाट चाहिँ सामानहरू बाहिर निकाल्ने काम भइरहेको छ भने अब यहाँ केही समय पछाडि यो बाटो क्रस गर्दैछ। अब आएर यो गाउँभित्रको बाटो पनि यहाँ क्रस गर्ने अवस्थामा छ। बाढी एकदमै बढेर गइरहेको छ। सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौँ। यो गाउँ पूर्ण रूपमा चाहिँ क्षतिग्रस्त हुने अवस्थामा छ। गाउँलाई ट्रान्सफर गर्नको निम्ति, पूर्व सार्नको निम्ति पनि यहाँ खासै ठाउँ छैन जस्तो लाग्छ। पारीपट्टिको खोला वारीपट्टि गाउँमा प्रवेश गरिसकेको अवस्था छ र यो बढ्दो क्रममा छ। बढ्दो क्रमको सिन हामीले यहाँ देखाउन खोजिरहेको छौँ। यो खासै यहाँबाट चाहिँ सिन देखिने अवस्थामा त छैन, तर ठुलो मात्रामा यो गाउँ माथि चाहिँ फुटेर यो डेन्जर जोनमै, अब यो गाउँ डेन्जर जोनमै देखिँदैछ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यो अहिले भर्खरैसम्म चाहिँ यो थिएन हैन, अहिले त्यो मूल खोला नै यता आए जत्तिकै हिसाबले यहाँनिर बढिरहेको छ। पानीको बहाव यसरी बढिरहेको छ र खोलाले पूर्ण रूपमा क्षति गर्ला जस्तो स्थिति यहाँ देखिएको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। रातभरिको वर्षात, भारी वर्षातको कारण कन्काई माईको बाँध फुटेर गाउँ प्रवेश गरेको छ। खोला कन्काई नदी गाउँ प्रवेश गरेछ। माथि तपाईँले सिन देख्न सक्नुहुन्छ। माथिबाट पनि हेर्नु, माथिबाट पनि छोपेर आइरहेको छ भनेदेखि यता तलबाट पनि बाँध फुटेर सबै पानी चाहिँ गाउँ प्रवेश गरिरहेको अवस्था छ। अब यसको लागि यो संरक्षण गर्न सक्ने, यसलाई सुरक्षित ठाउँमा गाउँ सार्न सक्ने अवस्था चाहिँ खासै देखिरहेको छैन। सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। यसरी घर पुरै बगाएर, घरको चाहिँ परालको ढिडीहरू बगाएर पर देख्न सकिन्छ।